हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल कोको राइड होइन। आज चाहिँ हामी सर्ट राइड यसो खाजासाजा खानलाई निस्किरहेको छौँ होइन। सबै केटाहरू जम्मा भइसक्यो अहिले होइन। अब यहाँबाट हामी चट्ट निस्केर आजको राइडलाई चाहिँ कम्प्लिट गर्छौँ। सबै केटाहरू रेडी हो नि त? रेडी हो नि? ल केटाहरू पुरै रेडी छन्। अब अलिकति माथि माखल बाटो भन्ने छ, माखल बाटोमा गएर खाजासाजा खाएर अनि फर्किन्छौँ हामी। आजको भ्लग चाहिँ यहीँसम्म मात्रै हो होइन। अब यहाँ निस्कौँ हामी। तेल हाल्न नयाँ सब्सक्राइब भेट्यो होइन त? भेट्यो? सब्सक्राइब गर है नानी। ल कोको राइड छ है च्यानल नाम चाहिँ थाहा छ नि? हाम्रो चाहिँ यहाँ लच्छी दाई हो होइन। यहाँ तालु लच्छी दाईको तालु आलु फल्नेवाला भइसक्यो लच्छी दाईको चाहिँ फेरि छैन बिचरा कपाल एउटा जातै छैन यार। अहिले चाहिँ हामी निस्किसक्यो राइडमा होइन। हाम्रो चाहिँ यो सर्ट राइड हो, गाउँको बाटो हामी हुँदै जान्छौँ यहाँबाट होइन। केटाहरू चाहिँ अलि अगाडि निस्किसके। जहिले म निस्किँदाखेरि चाहिँ पछाडि नै हुन्छ यार। कहाँ पुगिसक्यो होला केटाहरू यार। आज चाहिँ म डुक 250 होइन चलाएर आएको छु। मेरो आरसीमा अलिकति टेक्निकल केही प्रब्लम आयो भएर मैले राखेको छु होइन। आज चाहिँ राइड चाहिँ म 250 मा हानिरहेको छु। हाम्रो यो चाहिँ रचित भाइको हो। फेरि रचित भाइ पछाडि ज्ञानी भएर बसिरहेको छ। एग्रेसिभ राइडर पछाडि ज्ञानी भएर बसिरहेको छ। म राइड गरिरहेको छु। कहिले भाइले चलाउँछ कहिले म चलाउँछु होइन। यस्तै गरेर जाने हो। साथीहरू अगाडि आउने कुरेर बस्ने कोही भलादमी राइडर भर्खर आउँदैछ है एकदम भलादमी वाइट वाला माथि ड्रप झरिरहेको छ होइन। मिजु पनि रहेछ नि त नभेटे। मिजु हो कसको? लजदाईको मिजु हो क्या ठ्याक्कै मिजु हो। आजको राइडमा आफन्त भेटियो लजदाई। हामी चाहिँ अहिले पृथ्वीको हाइवेदेखि चाहिँ सर्टकट होइन। अर्को यो पासाङ लामु भन्छ यसलाई होइन। यो हाइवेकै सर्टकट बाटो हामी टक्क आइपुगिसक्यो। यो हामी 7 घुम्ती भन्दा अलि माथि आइपुगेका छौँ। खै त्यो केटाहरू के अरे? ए हाप्सेचोर दामे छोर हाप्सेचोर हुने उता छ क्या ठाउँ। यस्तै छ ठ्याक्कै। थाक्रे त हो नि खै हाप्सेचोर लेख्या हाप्सेचोर आइपुग्यो। केटाहरू छैन तलतिर गयो माथितिर गयो भने थाहा नै भएन। माथितिर गयो सँगै आएको साथी हराएको सूचना। अब सूचना चाहिँ कहाँबाट प्राप्त हुने थाहा छैन कहाँ छ भनेर फोन गर्न लागिरहेछ। तलतिर झरे कि मासतिर गयो तिमीहरू? ल अब यति भएपछि कन्फर्म भयो होइन के थाहा। यति भए चाहिँ कन्फर्म भयो क्या। कन्फर्म नगरी त हिँड्नै भएन नि यार होइन। अब चैत वैशाख आउनु लाग्यो होइन। अब हावा हुरी यस्तो बुवा चलिरहेको छ यार हावा यार। अब हावा हुरीमा त चले त हुन्थ्यो धुलो पनि चल्छ है। त्यो चाहिँ अलिकति टेन्सनै छ क्या। बाई रोडको बाटोमा धुलो उडाउँदै भने जस्तो यहाँ अहिले पत्कर उडाउँदैछ। हामी चाहिँ अगाडि दाइले पत्कर उडाउँदै केटाहरू यहाँ छन्। ल दामेचौर
थाहा नगरपालिकामा हाम्रो इन्ट्री भइसक्यो होइन थाहा छ यो कुरा कसलाई थाहा छ है यो कुरा कसलाई थाहा छ यो कुरा कसलाई थाहा छ भने क्या थाहा नगरपालिकामा हाम्रो इन्ट्री भएको छ भनेर हो र हो र थाहा नगरपालिकामा हाम्रो इन्ट्री दामे चौर लेखिरहेको छ होइन कहिले बामे भने होइन क्या दामे भने क्या कुन कहाँ छ सप्याङ खोला है मकनपुरपट्टिको हो कि सप्याङ खोला यो माधेसी खानपानी लिएर यहाँ हो र दामे चौर यो त बामे चौर कस्तो ब्लग छ भाउ यो नै आएर रेकर्ड भाइ के भन्छ तपाईँलाई स्वागत छ थाहा नगरपालिका हामी उहिलेदेखि बच्चादेखि रेस गर्ने ठाउँले अझ कनी कनी थाहा भन्नुभयो उता बोर्ड हेरेर अहिले नाम चेन्ज भयो होला नि त हामी यहाँलाई स्वागत छ मकनपुर थाहा नगरपालिका मकनपुर जिल्ला भन्दैन नि मकनपुर त भन्दैन हामीले थाहा नगरपालिका तर यहाँ न खोल्छ छ न खोजिसक्यो कसरी छुट्यायो बोर्डर कस्तो भयो यहाँबाट तलबाट क्या फेरि बाहिरको बाटोमा चाहिँ नयाँ नयाँ गाडी आउँछन् क्या है फेरि सर्कट पर्छ नि त बाटो यसरी भैयाहरू हात्ती त बोक्छ भाइ एक टन त होला नि है एक टन बोकिहाल्छ नि राइडर फर्स्ट राइडर ल लिडर आजको लिडर अगाडि सेकेन्ड लिडर अब थर्ड लिडर चाहिँ यहाँ छ होइन रचित अब लास्टमा सबैलाई कन्ट्रोल गरेर ल्याइदिने भने उहाँ हो चला हजुर लास्ट लिडर भने क्या हामी लास्टै हो लास्ट लिडर जब अब अहिले चाहिँ हाम्रो पुरै ठ्याक्कै प्लान बन्यो भर्खर चाहिँ होइन कहाँ पुग्ने भनेर अहिले चाहिँ हामी टिस्टुङ गएर चाहिँ टिस्टुङबाट चाहिँ फर्किन्छौँ भन्ने कुरो भइरहेछ अगाडि भाइले चलाइरहेको छ बाइक म पछाडि ज्ञानी भएर बसिरहेको छु लालीगुराँस टक्क अगाडि होइन मिटर अगाडि राखेर यो चाहिँ टिपे होइन है हामीले फेरि यो झर्या भाइले टिपे होइन अहिले चाहिँ फेरि टिप्दैन हामी फेरि लालीगुराँस टिप्दैनौँ झरेको चाहिँ यहाँ सजाइरहेको छ टिपेर हाम्रो राइडको सुरुवातमा हामीले अब ठ्याक्कै फर्स्ट चाहिँ लालीगुराँस फेला पारिसक्यो होइन उडायो त भाइ लालीगुराँस त बिस्तारै बिस्तारै उडाउँदैछ अझ माथि चिस्टुङ भन्ने ठाउँमा चाहिँ आसपासमा गएपछि चाहिँ अलिक बबालै देखिन्छ लालीगुराँस भाटभेटी नि फेरि आइरहेको छ मिनबहादुर गुरुङ हे मिनबहादुर गुरुङले चलाइरहेको छ कि क्या हो यो भाटभेटी नि बवाल छ क्या यहाँको चाहिँ बवाल छ बाटो यार यहाँको चाहिँ मलाई एकदम मनपर्छ क्या बाटो यार है दामी छ नि भ्यू यहाँको हाम्रो लिडर चाहिँ यहाँ बसिरहनु भएको रहेछ किन लिडर वाइ के हो ख्याची गरिरहेको थियो क्या ल गुराँस यहाँ पनि फेला पऱ्यो है हामीले तल पनि अलिकति डेमो त तल नि हेरे हो पुरै मिनी बक्राहरू आइरहेको छ यार मिनी बक्रा है लोकल सेकेन्ड राइडर भर्खर आउँदैछ यो सेकेन्ड राइडर हामीले ओभरटेक गऱ्यौँ होइन यहाँ चाहिँ अलि धेरै रहेछ लालीगुराँस पुरै लोकल मालहरू यो होइन कति करोडको माल हेऱ्यो 10 करोडको पुरै सब लोकल छ यार हाइब्रिड एउटा नि छैन ल त्यही नै हो 600 चल्यो त कति अगायो यार तिम्रो बाख्रा यार कति पेट ठुलो बना है कटुला गोठालो देखे है आज गोठाले
यसले बिग बिग माल ल्याएको थियो यार माल ठिक छ ल यता देखा बाबा ल्या बाबा लाली गुराँस बाबा यसरी तपाईँ तर मान्छेले बने फानेर चाहिँ सिजन लायो मुकुलमा हैन अस्ति पुरेको नि केटाले लाली गुराँस टिपेर यार है कडा कडा हामी चाहिँ यसो गुराँस टिपेर हामी यसो रमाइलो मात्र हो रमाइलो मात्रै हो ल्याइसक्यो भइसिरा खुवाउने हो गाई भइसक्यो मान्छेले बने फानेर सकुन्ला हैन आहा कति मिठो ग्यास्ट्रिक प्लास्टिक सबै निकाल्नु जाला त केटाहरू पुरै गुराँस ओ दाइको एक गुराँस देखाउ त गुराँस टिप्न त हुन्न भन्थ्यो लभली एन्ड टोटो मलाई चाहिँ मैले त खास टिप्दिनँ भाइले दिएको हो नेसनल फ्लावर भाइले दिएको हो लाली गुराँस हो र यस्ता त छ कति कति सम पढ्या पढ्या मान्छेले म कन्फ्युज थिएँ क्या फुलहरु नि डाबी होइन भन्दा उहाँ अर्को फेरि मङ्की छ उता फेरि मङ्की पुरै वन मङ्की पुरै टिपिरहेको छ पुरै यहाँ चाहिँ पुरै सबै छ क्या लाली गुराँस उहाँ पर देखे भरकै छ तर त्यति बाक्लो चाहिँ छैन तिन मान्छेले टिपे भएर हो कि के हो है मान्छेलाई अनि गुराँस दिएर गुराँस दिएर पकाउने हो ल फोटो किन ल पाउन एकछिन ल हस् म कोडिदिन्छु हजुर फोटो खिच्नु कोडिदिन्छु सर त्यो एउटा के अरे दही ह्याङ्गराको उसँग हाल्नु पर्ला के फुल मात्र हैन दाजु ओइला भने उद्या आएर मुले पर रोन मलाई गुराँस देखाउन लिएर जानु है माया मलाई गुराँस देखाउन लिएर जानु है माया कस्तो गाड लाग्दो रहेछ गुराँस हैन अनि थाहा हुनु पर्यो नि थाहा छैन रे यार पोखरी जोर त उराड लाग्दो रहेछ त्यो कसले सिर्जुली भने कसले भने त्यो खै त्यसको कसले गुराँस देखाउन लानु है ठ्याक्कै मुकुल मुमको त्यो ठ्याक्कै मिलेछ कि त्यो फोटो सेसन कडा भइरहेको छ यार एउटै गुराँस फोटो दाइ के भाउजूले पठाउने तिमीले आँट गरिरहेको छ के हो बाइक उ त्यो टल्किने छेउमा राखेर खिच्न बबा लाउँछ ल यस भाइ चाहिँ फेरि यहाँ सिँगाइरहेको छ फेरि आफ्नो छुट्टी छुट्टै हुन्छ है बाइक सिँगाइरहेको छ यार नाच्दै गीत गाउनु कसरी आउँदैन अनि यहाँ त टिकटक हिँड्ने हो नि बाबु थाहा छैन मनै रमाइलो बुनबुनाउँदा अनि बुन्न गर्दैन गीत अहिले आयो चाहिँ भवालै हुन्थ्यो ल गीतै आएन मलाई चाहिँ जे होस् अलिकति बाइक सर्ट व्हिल बेसले गर्दा होला होइन अलिकति सर्ट चाहिँ फिल भइरहेको छ होइन कर्नरिङहरूमा तर राइड चाहिँ एकदम इजी क्या इजी के भने चाँडो फ्लिप पनि हुने है एकदम इजी राइड छ यार डुक 250को यार भवाले छ आजै अलिकति धेरै चलायो भने मैले त चलाएको थिइनँ ढुक होइन तर मलाई मजा आइरहेको छ क्या फर्स्ट बाइकको इम्प्रेसन फर्स्ट राइडै मलाई मजा लागिरहेको छ एनिवे ठिक छ म डुक 250 लिन्न त्यही पनि कहिलेकाहीँ चलाउँदा ठिक लागिरहेको छ अगाडि हाम्रो बामसुडी उहाँ फेरि स्कुटरको प्रो हो फेरि अगाडिको राइडर पनि स्कुटर त उसले इन्जिनै 3-4 चोटि बनाउने तालले चलाइसक्यो होइन तर प्रो राइडर हामी भाइ टक्क आउने बित्तिकै देउराली आउँछ अहिले तातो चिया टक्क है तातो चिया ल बिस्कुट त छैन एकछिन बेकार मात्र गर्नु त्यति बिस्कुट खायो ल एउटा छ मलाई बर्थडे अदरवाइज होइन चिया पनि मिठै खालको भएछ चिनी ठिक्कको होइन अलिक चिनी हालेको आज चल्छ बाहिर हिँड्ने आउँछ दाइ मच बेटर जितालको त चिया खोजे छैन एउटा गिम्बल लिन बाबु काटो त छ गिम्बल घरमा छ गिम्बल सजेसन यस्तो आइरहेको छ फेरि
गिम्बल अब त्यहाँ बनाउने त्यहाँ मनकीका अघि भर्खर चिया साया खायो होइन अब खाजा पनि आइहाल्यो देउरालीमा राम्रो खायो सुजी कुरा अरू के छ अड्ने ल हालौँ केचप बम अचार खै औसी गरे यो मोबाइल उल्टो के वाला हो त गाली हो थाइल्यान्ड वाला हो क्या डाइस थाइल्यान्ड वाला अड्काउँछ नअड्का बाँकी जे गर्नु चाहिँ गर हामी यो देउरालीमा पुरा खाजा खाएर चियासा खायौँ होइन आजको लास्ट इनिङ पोइन्ट चाहिँ हाम्रो यहीँबाट हुने रहेछ होइन अब यहाँ चाहिँ हामी अब घर फर्किन्छौँ आजको भ्लगलाई चाहिँ हामी यहीँबाट इन गर्छौँ होइन रजित केटाहरू अब यहाँ फर्किनु तर्खरमा छन् हेरी टेस्टबाट आउँदैछ जाडो हो अब चाहिँ हामी यहाँबाट घर फर्किन्छौँ होइन आजको भ्लगलाई चाहिँ हामीले अब यहीँबाट टक्क इन गर्न लागिरहेको छौँ होइन अर्को भ्लग नआउन्जेलसम्मलाई बाई गाइस किप सपोर्टिङ होइन सब्सक्राइब गरेर च्यानल सब्सक्राइब चाहिँ गर्नुपर्छ है सपोर्ट चाहियो नि त ल अब हामी चाहिँ घरतर्फ लाग्यौँ बाई गाइस है त